स्रष्टाहरूमाथि पनि उब्जिएको छ र स्रष्टाहरू लेखकहरूमा अर्को मजाले के कुरा गर्नुभएको छ भन्दा सांगठनिक रूपले चाहिँ कोही पनि मान्छे चाहिँ कुनै संगठनको नहुन सक्छ तर मान्छे वैचारिक रूपले तटस्थ मान्छे हुन्छ त कहीँ दुनियाँमा यो ठिक र यो बेठिक भन्न नसक्ने मान्छे त कोही पनि हुँदैन दुनियाँमा त्यही नबोले मात्रै न हो नत्र मान्छे त तटस्थ त हुँदैन नि ठिक र बेठिक भन्ने बित्तिकै चाहिँ उसको त किता छुट्टिन्छ किता छुट्टिने बित्तिकै म अहिले यो विचार के यस कारण ठिक हो तर अहिले म सङ्गठनमा बस्दिनँ भनेर राजनीतिक सङ्गठनमा नबस्न मात्रै त हो नि त्यस कारण चाहिँ यो किता चाहिँ नछुट्टियो भने मान्छे चाहिँ वैचारिक रूपले चाहिँ कोही पनि तटस्थ हुँदैन भन्ने कुरा चाहिँ र यही मान्यतामा चाहिँ लेखकहरू चाहिँ लेख्न सकेन भने उहाँले चाहिँ विगतका चाहिँ जति पनि नाम कमाएका लेखकहरू थिए ती सबैले त लेखेकै छन् नि त्यसरी नै उहाँले चाहिँ नाम दिनुभएको छ महानन्द सापकोटाको विषयमा अनि चाहिँ सिद्धितरुण श्रेष्ठको विषयमा अनि मैले त्यही विषयमा लेख्दाखेरि चाहिँ मैले खोजेर पढ्दाखेरि नि महानन्द सापकोटाको बेला राणाको पालामा लेखेको एउटा सानो गजल पुस्तक लेख्ने मान्छेहरूले कार्टुनिस्टहरू पनि खुला शब्द हुने एउटा सानो कार्टुन लेखिदिएर कति ठुलो व्यङ्ग्य गर्ने त्यस कारण चाहिँ महानन्दले के भनेका छन् 100मा 5 धनी गरिनु अरूले तिनका करिया बनिनु विधिको यदि यही छ विधान भने अब त्यो विधिको पनि आयो त्यो भनेको राणाको पालामा उहाँले चाहिँ समाजवादी कविता लेख्नुहुन्छ एउटा कविताले चाहिँ कति ठुलो चाहिँ सन्देश दिया हुन्छ त्यस कारण चाहिँ कवि गायक लेखकहरूले चाहिँ यसरी लेख्नु हो भने वास्तवमा चाहिँ अर्थपूर्ण हुन्छ भन्ने चाहिँ र लेखकहरू चाहिँ वास्तवमा चाहिँ राइटरहरूका अघि चाहिँ कुरा गर्नुभएको छ साहित्य दाजुले पछिल्लो दिनहरूमा चाहिँ आएको चाहिँ अहिले 6 करोड लेखकहरू के अरे कपी बिक्री भइसकेका छ नेक्सस सेपियन्स होमोडियस अब 200 वर्षपछि त मान्छेको यो अहिलेको सभ्यता नै नष्ट हुन्छ क्या भन्ने खालले चाहिँ भविष्यवाणी गरिएका छन् यस्तो विषयमा चाहिँ अध्ययन गरेर खोजेर नेपाली लेखकहरूले कलम चलाउने मान्छेहरूले चाहिँ कलम चलाइएको भेटिया छैन मलाई लागेको कुरा अमर सरले के बताउनु भएको छ मेरो अनुभूति यति नै राख्दै